नेपाल भन्ने बित्तिकै धेरैको दिमागमा के आउँछ? पक्कै पनि सगरमाथा, हिमालहरू होइन त? तर नेपालको असली चिनारी त्यो हिमालले मात्रै दिँदैन। त्यो चिनारी त यहाँको अद्भुत मानवीय विविधतामा लुकेको छ। आउनुहोस्, आजको यो विश्लेषणमा हामी त्यही विविधताको गहिराईमा डुबुल्की मारौं। हेर्दा त यो एउटा सामान्य स्कुले किताबको पन्ना जस्तो लाग्छ होइन, तर वास्तवमा यो नेपालको सांस्कृतिक पहिचानको एउटा नक्सा नै हो। यसले हामीलाई देशको दुईवटा मुख्य कुरा, आस्था र भूगोलको गहिराईमा लैजान्छ। ल, हाम्रो यात्रा यहीँबाट सुरु गरौँ। त्यसो भए नेपाललाई बुझ्न कहाँबाट सुरु गर्ने त? सबैभन्दा पहिले यहाँको आस्था र विश्वासलाई बुझ्नुपर्छ। भन्नुपर्दा यो नै यहाँको समाजको जग हो। अब कानूनी कुरा गरौँ। नेपालको संविधानले नै देशलाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ। यसको मतलब के हो त? सोझो भाषामा भन्दा सरकारले कुनै एउटा धर्मलाई काखी च्याप्दैन र यहाँका हरेक नागरिकलाई आफ्नो आस्था मान्ने, त्यसलाई जोगाउने पूरा अधिकार छ। यही नै हो यहाँको बहुधार्मिक समाजको कानूनी आधार। ल, अब तथ्याङ्क हेरौँ न त। यो चित्रले नेपालको धार्मिक बनोटलाई प्रष्ट देखाउँछ। हेर्नुस् त, 2011 को जनगणना अनुसार 81% भन्दा बढी हिन्दू धर्मावलम्बी हुनुहुन्छ। मतलब बहुमत त छ, तर बौद्ध, इस्लाम, किरात र अरू धर्महरूको पनि बलियो उपस्थिति छ। हो, यही तथ्याङ्कले नै त देशको त्यो अद्भुत विविधताको कथा भन्छ। ल, अब अलिकति गहिराईमा जाउँ। नेपालमा मानिने केही प्रमुख धर्म र विश्वासबारे कुरा गरौँ, जसले यहाँको जीवन शैली र सोचाइलाई नै आकार दिएको छ। सबैभन्दा पहिले कुरा गरौँ हिन्दू धर्मको। यो नेपालको सबैभन्दा पुरानो र अघि हामीले तथ्याङ्कमा हेरे जस्तै सबैभन्दा धेरैले मान्ने धर्म हो। यसलाई सनातन धर्म पनि भनिन्छ, मतलब कहिल्यै नाश नहुने धर्म। हिन्दू धर्मको सार एकदमै सरल तर गहिरो छ। अरूको भलो गर्नु नै धर्म हो, अरूलाई दुःख दिनु पाप हो। वेद, गीता, पुराण जस्ता ग्रन्थहरू यसका आधार हुन्। अनि यहाँ शिव, विष्णु, गणेश जस्ता देवी देवताको मात्रै होइन, प्रकृतिलाई पनि उत्तिकै सम्मान गरिन्छ। जनावर, नदी, पहाड सबै पुजिन्छन्। अब कुरा गरौँ बौद्ध धर्मको। यो धर्मको त झन् विशेष महत्व छ, किनकि यसको सुरुवात नै नेपालको भूमि लुम्बिनीबाट भएको हो, सिद्धार्थ गौतमबाट। बौद्ध धर्मको मूल मन्त्र नै ज्ञान, अहिंसा र शान्ति हो। यसको मुख्य ग्रन्थलाई त्रिपिटक भनिन्छ, अनि यसमा पञ्चशील अर्थात् 5वटा नियमहरू छन्, जस्तै सधैँ साँचो बोल्ने, कुनै पनि जीवलाई दुःख नदिने। यी नियमहरूले मानिसलाई सही बाटोमा हिँड्न सिकाउँछन्। यहाँ एउटा रमाइलो कुरा हेरौँ है, धर्म फरक भए पनि भावना कसरी एउटै हुन्छ भन्ने। हिन्दू धर्ममा अरूको उपकार गर्नु धर्म हो भनिएको छ। उता इस्लाम धर्ममा गरिबलाई दान दिनु अनिवार्य छ भनिएको छ। हेर्नुस् त, तरिका फरक होला तर दुवैको सार त एउटै रहेछ नि, होइन र? सेवाभाव। अब नेपालकै एक मौलिक धर्म किरात धर्मको कुरा गरौँ। यो खास गरी पूर्वी नेपालका राई र लिम्बू समुदायले मान्नुहुन्छ। उहाँहरू प्रकृतिलाई पुज्नुहुन्छ र उहाँहरूको मुख्य ग्रन्थलाई मुन्दुम भनिन्छ। त्यस्तै नेपालमा इसाई धर्म मान्नेहरूको पनि उपस्थिति छ। उहाँहरू येशू ख्रिस्टका अनुयायी हुन्। उहाँहरूको पवित्र किताब बाइबल हो र क्षमालाई एउटा मुख्य आदर्शको रूपमा लिइन्छ। त्यसैगरी जैन र सिख धर्मलाई पनि हेरौँ। यी दुवै आस्था भारतबाट आएका हुन्। जैन धर्मले पवित्रता र अहिंसालाई एकदमै महत्त्व दिन्छ, अनि सिख धर्मले चाहिँ आफ्ना गुरुहरूको शिक्षा अनुसार परोपकार र राम्रो काम गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ। नेपालको धार्मिक विविधता कति गजबको छ भने यहाँ एकदमै पुरानो र एकदमै नयाँ दुवै खालका आस्था पाइन्छन्। जस्तै बोन, यो हिमाली क्षेत्रको एउटा निकै पुरानो परम्परा हो जसले शान्तिमा जोड दिन्छ। अर्कोतिर बहाई छ, जुन विश्वकै सबैभन्दा नयाँ प्रमुख धर्ममध्ये एक हो। यसले त झन् सबै धर्महरू एउटै हुन् भन्ने सन्देश दिन्छ। ल, अहिलेसम्म हामीले आस्था र धर्मको कुरा गर्यौं, तर नेपालको पहिचान धर्मले मात्रै बनेको छैन। यहाँको भूगोलको पनि उत्तिकै ठूलो हात छ। त्यसो भए अब हेरौँ कसरी हिमाल, पहाड र तराईले यहाँका संस्कृतिहरूलाई रङ्गाएको छ। नेपालको भूगोललाई मोटामोटी रूपमा 3 भागमा बाँड्न सकिन्छ, होइन त? हिमाल, पहाड र तराई। हिमालय भेगमा शेर्पा, थकाली, डोल्पो जस्ता समुदायको बसोबास छ। पहाडमा आउँदा बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ जस्ता समुदायको बाक्लो उपस्थिति देखिन्छ। अनि तराईमा थारू, यादव, राजवंशी जस्ता समूहहरू हुनुहुन्छ। र
हरेक क्षेत्रको आफ्नै मौलिक पहिचान छ। अब भूगोलबाट अलिकति अघि बढेर प्रदेश अनुसारको यात्रा गरौँ है त। प्रदेश 1 मा सगरमाथा र किरात संस्कृति छ। मध्य प्रदेश, जसलाई नेपालको अन्न भण्डार पनि भनिन्छ, त्यहाँ मैथिली संस्कृति छ। बागमतीमा त राजधानी काठमाडौँ र नेवार सभ्यताको केन्द्र नै भइहाल्यो। गण्डकी प्रदेश पोखरा र गुरुङ संस्कृतिको लागि चिनिन्छ। लुम्बिनी प्रदेश बुद्धको जन्मभूमि अनि थारू संस्कृतिको ठाउँ। कर्णालीलाई सिन्जा सभ्यता र जडीबुटीले चिनाउँछ भने सुदूरपश्चिमलाई महाकाली नदी र त्यहाँको देउडा संस्कृतिले। हेर्नुस् त, हरेक प्रदेशको आफ्नै कथा। ल, हामीले यति धेरै विविधताको कुरा गर्यौं, धर्ममा, भूगोलमा, संस्कृतिमा। अब प्रश्न उठ्छ, यति धेरै फरकपन हुँदाहुँदै पनि नेपालीहरूलाई कुन कुराले एउटै मालामा उनेर राखेको छ त? त्यो अदृश्य धागो के हो? त्यो प्रश्नको जवाफ वास्तवमा एउटै शब्दमा लुकेको छ: धार्मिक सहिष्णुता। एक अर्काको धर्म, आस्था र विश्वासलाई सम्मान गर्ने जुन भावना छ नि, हो, त्यही नै नेपाली समाजको सबैभन्दा ठूलो शक्ति हो, यसको आधारशिला हो। त्यसैले निष्कर्षमा के भन्न सकिन्छ भने नेपालको पहिचान कुनै एउटा धर्म वा कुनै एउटा क्षेत्रमा सीमित छैन। यो त यी सबै फरक फरक धर्म, संस्कृति र भूगोल मिलेर बनेको एउटा सुन्दर चित्र जस्तै हो, जहाँ हरेक टुक्राको आफ्नै महत्व छ र सबै मिलेपछि मात्रै एउटा पूर्ण र सुन्दर नेपाल बन्छ। र यो चर्चाको अन्त्यमा एउटा प्रश्नमा घोत्लिन छोडेर जाउँ, जसरी हाम्रो समाज, हाम्रो देश आधुनिकीकरणतिर दौडिरहेको छ, यो पहिचानको अद्वितीय चित्र, यो आस्था र स्थानको सुन्दर मिश्रण, यसको भविष्य कस्तो होला? समयसँग यसले कस्तो नयाँ रूप लिएला?